रहेछ। अनि यहाँ 30,000 मा उके परे यो एम्बुलेन्स रिजर्भ गरियो। धन्ना टक्कै डाइरेक्ट यहाँ आउने नै भेट्यो र जेठा जीवन ज्योति जीवन ज्योति होइन सन्तेको घर अगाडि ल्यायो नि 30,000 ले बिचरा कहिले नआउनेहरू तल तल बलुवेनीतिर त होइन हौ बुढा मान्छे कति टाढो छ तपाईँको घर 40,000 पो सुहाउने रहेछ त हौ तपाईँको बाटो यति लामो रहेछ भने क्या बलुवानीतिरै अब धेरै छैन हौ भाइ भन्छु। जेठा यस्तो शासनले आइयो गर्मी र यो लोबेट पनि उदयबाट ल्याएको त्यो विचार पनि यसो खप्ट्याएर यिनीहरू त फोल्डिङवाला कि तिम्रो बाँगाको खुट्टा तन्काउनु पनि नहुने बस्नु पनि नहुने राम्रै यस्तो कसिएर आयो। सोलोबाट 4 बजी बाटो लागेको 4 बजी बाटो लागेको उनले अपरेटर चाहिँ चालक चाहिँ उसको बाँगाको गाडी बाँगाम चलाउने रहेछ तर बिमार भर्खर ऊ पनि बिमारबाट निको भएर त्यति सक्दिनँ भतिजो पनि बेसाएर 2 जना बाँगायांश चाहिँ ड्राइभरहरू पालैसँग उडाएको जेठा मूलघाटमा आउँदाखेरि उज्यालो भयो छ्याङ्गै उज्यालो भयो भनौँ न। 4 बजी तलबाट बाटो लाग्यो इटारीला त्यहाँबाट 10 बजी त टुम्लिङ टार हौ टेकिहाल्यो। अनि टुम्लिङ टारमा भात खाउँ भनेर होटेलमा पसिएर भात आयो छैन बेलै भएको छैन भनिदियो। त्यहाँबाट ऊ आयो फेरि ओर फेरीमा साथीघाटको फेरीमा पो पाकिरहेको थियो र त्यहाँ खायो 3 जना। म त निक्लिनु हुने भए पो त अनि हुकुम लागेन नि यस्तो पाँजै हालेकोमा ठिसिहालेकोमा यस्ता चल्नै नहुने ठक्कै यहाँ 11:30 बजी ठक्कै ल्याइ पुऱ्यायो। एम्बुलेन्स भी आनसँग अंक पलङ से एम्बुलेन्स भी पलङ पनि लिएको पलङ त्यो व्हीलचेयर अनि यस्तो ड्राइभरहरू 4 पाकेट अब दमजममा त्यत्रोहरू नै तर हल्का त हल्का राख्नै अप्ठ्यारो। अनि ओ कपडाको झोलाहरू भनेको त्यो जेब्राहरू 4-5 वटा गर्दा त हौ धन्न एम्बुलेन्स चाहिँ अलिक फराकिलै रहेछ अक्लै रहेछ र अट्यो। अझै ल्याउन नसकेका पर्सि अब ममा जेठी आउँदा त्यो के पो भन्छ नि त्यो बिछ्याउने डस्नाहरू होइन ऊ कार्पेट कार्पेट के भन्छ एउटा कमलो खालको हौ त्यो 2टा छ। अझै थर्मस अटेन त्यो तातो पानी तताउनु तिनीहरू अटेन अरू त सबै आयो। त्यसो गरेर हेर्न जेठा अब 4 महिना हुनु लाग्यो भइगयो नै। कति वर्ष कति दिन कति महिना मैले खप्नु पर्ने हेर्न यस्तो बुझ्यो। त्यही त नि कस्तो साह्रो मनले के जेठा ऊ त्यहाँ कुखुरा अल्झिरहेको होइन सर्प यहाँ आयो मलाई छोपेर आयो भने भाग्ने स्थिति छैन नि त के काम र अब मेरो त ए पाप भयो। तर चिन्ता